हेलो नमस्कार साथीहरू, यहाँहरू सबैजना सञ्चारमा हुनुहुन्छ होला। म पनि एकदम सञ्चारमै छु। अनि तपाईहरुको माघ बमोजिम फेरि पनि मैले बस लिएर आइसकेको छु। अनि हामीसँग बस मात्र हैन, बस, ट्रक, टिप्पर कुनै पनि गाडीहरू यदि तपाईहरुलाई चाहियो भने तपाईहरुले तल दिएको नम्बरमा फोन गरेर बुझ्न सक्नुहुनेछ हैन। अनि हैन मलाई कुनै गाडीहरू बिक्रीमा राख्नु छ भने पनि तपाईहरुलाई हाम्रो यो च्यानलमा चाहिँ हामीले गाडी पनि बिक्रीमा राखिदिनेछौँ है। त्यो साथीहरू, अनि हाम्रो आफ्नै गाडीहरूको चाहिँ हाम्रो आफ्नै नम्बर दिन्छौँ भने अरूको गाडीमा चाहिँ अरूकै नम्बर दिने गरेका छौँ। यो 2017 मोडलको टाटाको सुवर्ण बडीमा रहेको गाडी छ है। यो देख्न सक्नुहुन्छ तपाईहरुले पछाडिबाट लुक्स बवाल छ। अब बडीको त कुरै गर्नु परेन, सुवर्ण बडी भनिसकेपछि तपाईहरुले यो गाडीको भित्र के कस्तो छ म सबै तपाईहरुलाई बताउने छु। साथीहरू, यो चाहिँ बाहिरबाट देखेको दृश्य चाहिँ तपाईहरुले यस्तो देख्न सक्नुहुन्छ। गाडीमा टायर चाहिँ 1020 को लाग्छ भने लगभग 6वटै टायर यसको राम्रो देख्न सक्नुहुनेछ। अब यो पछाडिपट्टिको भयो। अब यो सुवर्ण बडी भनिसकेपछि बाँकी कुराहरू त्यस्तो तपाईहरुले केही भन्नुपर्छ जस्तो मलाई लाग्दैन हैन। यदि गाडी लाइनमै काम गरिरहनु भएको छ भने हैन। अनि यो चाहिँ अहिले तपाईको रिजर्भमा कुदिरहेको छ प्राय। अनि यो गाडी किन्नु भयो भने अहिले तत्काललाई तपाईहरुलाई टायर को लागि टेन्सन लिनु पर्दैन है। 6वटै टायर तपाईहरुले अहिले अँधेरो भयो, त्यो 6वटै टायर तपाईहरुले रिसोलिङ गरेको राम्रो नयाँ नै पाउनुहुन्छ। टायर चाहिँ 1020 साइजको रहेको छ। अनि यो गाडी लिने बित्तिकै तपाईहरुले डेन्ट पेन्ट गर्नुपर्ने अवस्थाहरू चाहिँ केही पनि छैन। तपाईहरुले यतापट्टि साइडबाट पनि म देखाउँछु। यो रिसोलिङ नै हो जस्तो लाग्छ, तर नयाँ छ। यो अगाडिको टायर त रिसोलिङ नै हो नि हैन? ल यो लगभग 6वटै टायर तपाईहरुले नयाँ पाउनु। किन नयाँ रे, 6वटै टायर रिसोलिङ छ, तर नयाँ रिसोलिङ छ है। तत्काल अहिले हामीले गर्नु पनि केही पनि छैन। अनि अर्को भनेको यसको बडीको कुरा गर्दा त मैले बडी कुरा गरिहालेँ। अनि मोडलको कुरा गर्दा 2017 मोडलको टाटाको गाडी रहेको छ। यो पछाडिको साइड यो डिक्की हो, ठुलो तपाईहरुले डिक्की पाउन सक्नुहुन्छ। यो अहिले लक गरेको छ है। भित्रको दृश्य हेरौँ। तपाईहरुले यो सिटहरू, यो अगाडिको भाग भइहाल्यो हैन। र सिट हेर्नुहुन्छ भने पुरै सिट तपाईहरुले सोफा सिटमा पाउनुहुनेछ। गजबको सोफा सिट रहेको छ, लग्जरियस। अनि यो गाडी तपाईको कुरा गर्नु पर्दाखेरि चाहिँ सिट तपाईले गजब पाउनुभयो। अनि अर्को कुरो, यो दुई सापटे गाडी भइकन पनि तपाईको बस्दाखेरिको जुन कम्फर्टेबल छ, म त एकदम हाइटी मान्छे छु हैन, तैपनि तपाईको सिट हेर्नु अझै डिस्टेन्स यत्रो ग्यापै छ के, यति ग्यापै छ भनेको मजाले तपाई मजाले रेस्ट गर्न सक्नुहुन्छ। त्यस्तो टेन्सन केही छैन। यो घुँडा ठोकिने ओर्ने समस्या तपाईले पाउनुहुन्न, यत्रो ग्यापै बाँकी छ है। अब यो हल्का ढल्किँदा अलिकति हल्का छोला, तर त्यस्तो नाइट बसमा नि त्यो हुन्छ। यो चाहिँ एकदम कम्फर्टेबल तरिकाले बनाउनु भएको छ कि उहाँहरूले। बडी चाहिँ बडी सिट ल। अब यो कति किलोमिटर चलेको छ के छ यो अब अहिले म तपाईहरुलाई भन्ने छु। अनि यो पछाडिपट्टि यो राख्ने र्याकहरू पनि यो अब बलियो छ। तपाई जतिसुकै सामान हाल्नुस् केही हुनेवाला छैन है। ल यसले अन्धकार भएको भएर यो सिट चाहिँ अहिले तपाईहरुले त्यति राम्रो देख्नु पाउनु भएको छैन होला। तर सोफा सिट हो यो, गजब सोफा सिट तपाईहरु देख्न सक्नुहुनेछ दुई सापटे बसमा।
ल अब यो गाडीको कुरा गर्नु पर्दाखेरि यो गाडी चाहिँ 31 सिटमा रहेको छ है। पछाडि तपाईँको 6 सिट रहेको छ, यो पछाडि चाहिँ 6 सिट रहेको छ। अनि साइडमा यो 2x2 को फोल्डिङ तपाईँले देख्न सक्नुहुनेछ, त्यो पनि सोफा सिटमा हैन। यस्तो किसिमको गाडी रहेको छ लाइट बाल्दाखेरि। अनि अर्को कुरो यहाँ डिक्कीमा अब हामीले यो यसमै पनि सामानहरू मजाले जति पनि अड्छ कि स्पेस टन्नै छ। ल हेर्नु यहाँ पनि स्पेस तपाईँहरूले टन्नै पाउनुहुनेछ है। अनि अगाडि टिभी छ, अगाडि टिभी रहेको छ। अनि अब यो हेर्नुहुन्छ भने ल यहाँ क्याबिन हेर्नुहुन्छ भने निकै बलियो तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ यो दुईवटा सिट चाहिँ सोफा सिट रहेछ हैन। अनि उ त्यहाँ पनि बस्न मिल्यो। ल हेर्नुहोस् बडो गजबको छ क्या। ल टाटाको अब यहाँ चाबी छ कि हेरौँ है त। किलोमिटर त अब ऊ नगरिकन देखिँदैन। ड्यासबोर्ड यो किसिमको रहेको छ हैन। गाडीको आवाज पनि स्मुथ रहेछ हैन। गाडीको आवाज पनि तपाईँहरूले मिठो सुन्न पाउनुहुनेछ। आवाज पनि मिठो छ है, जस राम्रो लाग्यो मलाई चाहिँ। अब यो गाडी कति किलोमिटर कुदाएको छ त भन्दाखेरि लगभग 2,12-15,000 किलोमिटर कुदेको छ। अनि यो गाडीमा अरू यस्तो फल्टहरू चाहिँ केही पनि छैन है। एकदम राम्रो साउ ओनर जो हुनुहुन्छ उहाँ आफैले कुदाउनु भएको गाडी हो। अनि यो गाडीमा अर्को तपाईँले यति दिन चाहनुभयो भने यो गाडीमा ब्याङ्क फाइनेन्सको सुविधा पनि छ है। मात्र आवाज सुन्नुहोस्। दामी छ ल। साथीहरू 2017 मोडलको गाडी भइहाल्यो। मोडल तपाईँहरूलाई मैले भनिहालेँ। 17 मोडलको गाडीमा तपाईँहरूले 17 लाख नै फेरि ब्याङ्क फाइनेन्सको सुविधा पाउनुहुनेछ। बाँकी रहेको अब तपाईँको क्यास गर्नु पऱ्यो होइन। क्यास पनि तपाईँहरूले धेरै गर्नु परेन। 9 लाख 9.5 लाख रुपियाँ क्यास गर्नुभयो भने तपाईँहरूले यो गाडी मजाले आफ्नो बनाएर चलाउनु सक्नुहुनेछ है त। ल साथीहरू यस्तो गाडी चाहिँ बेला बेला मात्रै आइपुग्छ। तपाईँहरूले यो अपर्च्युनिटी चाहिँ ग्र्याब गरिहाल्नु होला है। तपाईँहरूलाई यदि गाडीको इच्छुक छ भने मैले भित्र बाहिर तपाईँहरूलाई सबै देखाइहालेँ। अनि त्यसपछि हामीसँग यो 2017 मोडलको गाडी रहेको छ भने अर्को पनि हामीसँग चाहिँ 2017 मोडलकै गाडी तपाईँहरूले पाउनुहुनेछ। 2017 मोडलको, 15 मोडलको, 22 मोडलको टाटा अनि आइजर पनि छ। 2013 मोडलको 3टा हैन। अनि 20 मोडलको। अब यो गाडीको मूल्यको कुरा गर्नुपर्दाखेरि कति भनेर भन्नुहुन्छ भने 27 मोडलको गाडी के अरे 17 मोडलको गाडी टाटाको यस्तो सोफा सिट सहित भएको गाडी मात्र हामीले मूल्य चाहिँ 26,50,000 राखेका छौँ है। तल दिएको नम्बरमा तपाईँहरूले बुझ्नु सक्नुहुनेछ, फोन गर्न सक्नुहुनेछ। अनि अरू गाडीहरू ट्रक बस टिप्पर कुनै पनि गाडीहरू चाहियो भने तल दिएको नम्बरमा चाहिँ तपाईँहरूले लिन सक्नुहुनेछ है। गाडी तपाईँहरूले देखिहाल्नुभयो, भिडियो के कस्तो लाग्यो। अनि अरू गाडीको चाहिँ मैले फोटोहरू तपाईँहरूलाई यो भिडियो पछि सर म सबै गाडीको फोटोहरू राखिदिनेछु। तपाईँहरूलाई जुन गाडी मनपर्छ त्यो गाडी तपाईँहरूले लिन सक्नुहुनेछ है त। त्यति भन्दै आजलाई बाई बाई।